guys, welcome back to my vlog. Sorry for delay. आज हामी मामा र म जाँदैछौँ सुन्दरी जल घुम्न। आउनुहुन्छ मामा? मामा हजुर कहाँ जाने अरे? सुन्दरी जल घुम्नलाई टक्क होइन म जुत्ता लाउँदैछु जाने। Guys, let's explore सुन्दरी जल। हेरौँ के देखिन्छ आज। यति भन्दै लेट्स स्टार्ट द vlog. गाइज हामी चाहिँ रुमबाट निस्क्यो अरे गाडी चढ्नलाई यहाँ तल जाँदैछौँ हाम्रो रुमबाट। मेडिकल कलेजको छेउछाउ हो यो जोरपाटी। गाइज फाइनली सिम निकाल्न आएको छु म लाइसेन्स बनाउनको लागि। सो गाइज फाइनली सिम निकालिसक्छौँ। फेरि हामी जान्छौँ कता अरे? सुन्दरी जल के गर्ने त्यहाँ गएर? त्यहाँ गएर फोटो खिच्ने आउने। सो गाइज फाइनली आइपुग्यौँ हामी सुन्दरी जलको गेटमा। अब भित्र इन्ट्री हुँदैछ हाम्रो। अब हामी कहाँ जान्छौँ? सुन्दरी जल मेन गेटको भित्र। अब जङ्गलको बाटो चर्छु पनि मेरो छ। सुन्दरी जलको पानी वास्तवमा आइपुगेको छ। यहाँबाट हामी जान्छौँ माथितिर। अब हामी यहाँबाट उता माथि जान्छौँ। जङ्गल चाहिँ काठमाडौँमा खतरा है। सब हेर न सिक्कै सुक्का छ त। यहाँबाट माथि हो। माथि नै त सोध्नै पर्ने। सुन्नु न यहाँ अङ्कलले यहाँ घुम्न जाँदा यहाँबाट सिधै मासतिर हुन्छ। यहाँबाट हामी सिधै माथि जानुपर्छ। अब पहिलाको जस्तै डाँडो फेरि हालत त्यस्तै हुन्छ। पहिलाको जस्तै हुने रहेछ। यो जुन पाइप हालेको छ नि यही पाइपलाई प्लस गरेर खुइ जोड्दै यसैमै सपोर्ट गर्दै लिएर जानु भने त त्यत्रो खर्च। हेलो त्यो भन्छ नि कुछ पानी के लिए कुछ खोना पर्दा है। अझै कस्तो टाढो छ। अझै डाँडै पो रहेछ त। यता तल होला झर्ना त माथि नै होला। यहाँबाट हामी सिधै जान्छौँ झर्नातिर। यतै चढ्दै स्यास्या भइसक्यो। फाइनल्ली आधी डाँडो चढिसक्यौँ। त अझै यत्रो छ। यो पानी लगेको काठमाडौँबाट यहाँबाट यो सुन्दरी जलबाट अझै माथि जानु छ। घर चाहिँ खतरा रहेछ क्या यता पनि। गर्लफ्रेन्ड लिएर सुन्दरी जल आउँछु भनेर चाहिँ नसोच है, गाह्रो हुने रहेछ। गाइज फाइनल्ली हामीले हामी जाँदैछौँ माथितिर टक्कसँगले। यहाँबाट खोला भेट्नलाई चाहिँ 2 घन्टा हिँड्नै पर्ने हुन्छ अरे। अनि झर्ना भेट्नलाई चाहिँ 5 घन्टा 5 घन्टा यहाँबाट 5 घन्टा हिँड्नुपर्छ। अनि मात्र यो खोला माथि भेटिन्छ। हामी हिँडेको 5 मिनट नै भएको थिएन, स्यास्या भइसक्यो। अब 2 घन्टा हिँड्नुपर्ने अरे। यता चाहिँ मन्दिर रहेछ, यता चाहिँ झर्ना। पानी आउँछ सानो झर्नामा आउँछ। यतापट्टिको मल्टिङको छेउतिरको पानी आउँछ। माथि पुग्नको लागि त 2-2.5 घन्टा लाग्छ। जानै सक्दैन, कस्तो गाह्रो छ। यता सानोमा चाहिँ जाने बाटो कताबाट हो? सानो बाटोमा यही हो। यहाँ आरबी कम्प छ माथि। आरबी कम्पबाट 5 मिनट लाग्छ। यहाँबाट 20 लिएर किन नै एउटा कसरी हो त यो? कसरी हो 50 रुपियाँ अलि मिलाएर भन्नु न दाइ। छ। पानी होइन पानी दिनु न नयाँ पानी। खाने पानी हो नयाँ छैन। नयाँ छैन, यही पानी हामीहरू खान्छौँ। यहाँबाट अझै उकालो चढ्नु छ। यहाँबाट लगभग 20 मिनट। सुन्दर जलको पानी खाने भन्छ नि। अनि यो ठुलो जानलाई चाहिँ 2.5 घन्टा जति लाग्छ अरे। यहाँ चाहिँ मन्दिर रहेछ शिवलिङ्ग। यता झर्ना जाने ठाउँ।
हामी आइपुग्यौँ मोडमा यहाँको यताबाट जाँदैछु यता कस्तो रहेछ मामा टुर यहाँबाट यस्तो माथि पुरै माथि जानुपर्छ अब हामी फाइनली यस्तो रहेछ नि गाइस यहाँनिर चेकिङ हुँदो रहेछ आर्मी क्याम्प रहेछ आउँदाखेरि तुरन्त लाइटरहरू चाहिँ नलिकन आउनु होला यति भन्दै रोड यो हो यहाँबाट अब 2 घन्टा लाग्छ अरे तलबाट 2 घन्टा भनेपछि यहाँबाट 1.5 घन्टा होला नि सम्म आयो भनेर खुसी भएको फेरि लिस्टमा आइपुगेछ त्यो खुसी हुने त वातावरणै छैन भने गाइस फेरि पनि सम्मबाट आइपुगेको छ यहाँ जङ्गलको बिचमा एउटा घर छ यता नि आर्मी क्याम्प होला यहाँ अब फोन चलाउन दिन्छ दिँदैन थाहा छैन हेरौँ अब के हुन्छ के हो मामा आर्मी क्याम्प होइन वन विभागको अफिस हो जस्तो अहिले उहाँ पुगेको थाहा हुन्छ कस्तो हुँदैछ टुर खत्तम मजा आउँदैछ होला आउँदै होला अझै 2.5 घन्टा हिँड्नुपर्ने फेरि फर्किँदा 2.5 घन्टा 5 घन्टा टोटल अनि 1 घन्टा त घुम्नै पऱ्यो नि त सो धेरै 6 घन्टा अहिले कति बज्यो ठ्याक्कै 12:50 भएछ अनि घर पुग्दाखेरि त्यस्तै 7-8 बज्छ होला आयो ओह्रालो अब टोयलेट रहेछ त्यता यहाँनिर चाहिँ टक्क खोला आइपुग्दो रहेछ हामी जानुपर्ने यहाँबाट माथि गयो यताबाट आएको यहाँनिर खोला अब हामी कता जाने होला गले आएर अब त अब जाँदैछौँ हामी झरनातिर हल्कासँगले सो रमाइलो गर्दै जुत्ता खोल्नै पर्ने रहेछ त पर्दैन होला बाटो त अनि एकदम खतरा छ त गाइस अन्त घुम्नमै हामीले बाटो भेट्यौँ तर हो कि होइन चाहिँ थाहा छैन त्यहाँबाट हामी खोला तरेर जाँदैछौँ अब माथितिर गाइज अब चाहिँ हामी फाइनली लाग्यौँ ओख्रेनी वाटरफलतिर यहाँबाट लगभग 3.5 किलोमिटर छ फेरि उकालो भेट्यो एकदम खुसी लाग्दैछ ठाडो बाटोबाट चुइँ जाने हो के हो मामा छिटो जाम क्या गाइस आधी बाटो आइपुग्यौँ यहाँबाट अझै 2-3 घन्टा लाग्छ अरे अब नसक्ने भएर हामी चाहिँ फर्किन आँटेको फेरि पनि आउनेछु म यो बाटो कम्प्लिट सुन्दरी जल पुग्ने गरी त्यतिखेरसम्मको लागि माफ पाऊँ सरी अनि बाई बाई गाइस अब चाहिँ हामी फर्किँदैछौँ अब सायद 2 देखि 3 घन्टा जति लाग्ला तल पुग्नलाई पनि म चाहिँ अब कलेजको साथीहरूलाई लिएर आउँछु भनेर सोचिरहेको छु हेरौँ अब कलेज गएर सल्लाह गर्नुपर्ने हुन्छ त्यसपछि फेरि आयो भने ब्लग ग्रुप्स हुन्छ त्यतिखेरसम्मको लागि बाई बाई फेरि भेटौँला अर्को ब्लगमा टिल देन स्टे ट्युन एन्ड डोन्ट फरगेट टु लाइक शेयर एन्ड सब्सक्राइब थ्याङ्क यू बाई बाई